यहाँ हेर्नुस् है, म पानी अमला पनि तपाईहरुलाई उखालेर है देखाउने छु र के कस्तो रहेछ त यी तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ पानी अमला यो तपाईहरुलाई यसको विषय वस्तु है, पानी अमलाको विषय एउटा छोटो दुई कुराहरु म राख्ने छु र तपाईहरु आज उपहारले दिएको है सानो एउटा जानकारी मिठो दुई कुराहरु तपाईहरु सुनेर है तपाईहरु पनि अध्ययन राख्नुहोस् है, अनुभव लिनुहोस्, बटुल्नुहोस् है। यहाँ तपाईहरुलाई म उखालिसके पनि छु। यहाँ हेर्नुस् पानी अमला यति राम्रो छ र पानी अमला र तपाई यसरी हामीले यसो अर्ग्यानिक है जंगली चीज एउटा पौधाहरु है हामीले पनि ख्याल गर्नुपर्छ। यस्तो विधि विधानहरुलाई हामीले फलो गर्नुपर्छ। यो एकदमै है एउटा अर्ग्यानिक एउटा यो प्लान्टहरुबाट है यसरी यो झारपात एउटा औषधि हो। यो तपाईको स्वास्थ्यमा एकदमै राम्रो हुन्छ। यो एकदमै स्वास्थ्यको निम्ति है तपाईको जीवनमा तपाईलाई स्वास्थ्यलाई धेरै तपाईको जीवनमा धेरै बाधाहरु है तपाई तडपिनु भएको छ है, तपाईलाई रोगले ग्रस्त छ है, तपाईलाई सधैं नै अशान्ति छ रोगबाट भने यो पानी अमला सधैं नै तपाईले खानुस् है। पानी अमला के चिज हो? यो पानी अमला तपाईको निम्ति ठूलो दैनिक जीवनमा साथ दिने कुरो हो। पानी अमला एकदम यो अर्ग्यानिक चीज हो है। यो जंगल भित्र खास पाखामा हुने गर्छ। यो तपाई हेर्नुस् है यति राम्रो छ। यहाँ पानी अमला मात्र छ र हामीले अहिले यो वर्तमान यस्तो चीजलाई हामीले देखरेख गर्दैन, ख्याल गर्दैन है, हामीले थाहा गर्दैन। गर्मीको बेलामा है तपाईलाई आफ्नो पेट सम्बन्धी है पेटमा धेरै है पीडाहरु छ भने है बुढी दुख्ने पीडाहरु छ भने तपाईलाई है तपाई यसरी तपाईको असुविस्ताहरु है युरिनको असुविस्ताहरु छ भने तपाईले यो पानी अमलालाई तपाईले एकदमै ध्यान दिएर है तपाईहरु पानी अमलालाई कुच्याएर यसरी कपरछन गरेर यसलाई सधैं नै तपाईले खानुस् है र तपाईलाई पेटमा शीतलता है तपाईको पेट पोल्ने रोगहरु छ भने पनि यो पानी अमलाबाट तपाई सधैं नै एउटा असल परिकारले तपाई स्वास्थ्य भएर समयमा तपाईको जीवनमा शान्ति भएर तपाई राम्रो बाटोमा हिँड्नु सक्नुहुन्छ। तपाई हेर्नुस् पानी अमला यसरी यसलाई मजाले धोइधाइ गरेर यसको है शरबत पानी बनाएर तपाई गर्मीको टाइममा तपाईले प्रतिदिन पानीसँग तपाई फिटेर पिउन सक्नुहुन्छ। तपाईले त्यो पनि गर्नु सकेन भने तपाईले दिनमा एक एक वटा धोइधाइ गरेर यसरी पानी अमला खानुस् है। तपाईको पेटको सम्बन्ध है पेटको रोगहरु है सबै स्वास्थ्यमा भएको पेट सम्बन्धी तपाईलाई एकदमै यसले निको हुने तपाईलाई सहायता दिनेछ। हेर्नुस् यो पानी अमला एकदम तपाईको दैनिक जीवनमा तपाईलाई धेरै अघि सरेर साथ दिने औषधिको रूपमा तपाईलाई तपाईको जीवनमा साथ दिने यो पानी अमला हो। र तपाईहरु यो आज दिएको तपाईको मित्रले यसरी खास पाखामा आएर यो जुन चाहिँ पानी अमला तपाईलाई अगाडि राखेर मैले झलक एउटा शेयर गरेको छु। यो तपाईले यसलाई फलो राख्नुहोस् है। सधैं तपाई यसलाई सम्पर्क गरेर तपाई पनि आफ्नो क्षेत्रतिर यसरी पानी अमलाको है बगानहरु छ भने यसलाई एउटा तपाईले आफ्नो पाखाभित्र आफ्नो जमिनभित्र छ भने यसलाई पनि जगेर राख्नुहोस्। तपाईलाई साथ दिन्छ यसले। पानी अमला, रुख अमला, हर्रा बर्रा भन्ने कुरो हाम्रो ऐतिहासिक एउटा पुर्खाहरूले सिकाइराखेको देखाइराखेको है धेरै मिठो जानकारीहरु दिइराखेको यो पानी अमला तपाई आउनुहोस् है। आजको यो पानी अमलाको यसरी तपाईलाई यसरी झलक पनि मैले दिइसकेको छु है। यसको फेदमा अहिले घरी पाउलाको समयमा है तपाईलाई धेरै मैले यहाँबाट अपडेट गरेर राखिसकेको छु। यहाँ हेर्नुस् तपाई कति रहेछ र तपाईको घरको अगाडि नै यो
यति बिघ्न दबाईहरू है औषधिहरू छ हामीले थाहा गर्न सकिँदैन है। तपाईँ पनि झट्टै यसलाई हेरेर है यो के चिज हो तपाईँ यसलाई सम्पर्क गर्नुहोस्, यसलाई खानुहोस् है। सधैँ नै तपाईँको पेटको सम्बन्धहरू छ, हरेक कुरोको कष्टहरू छ भने, तपाईँलाई सताइरहेको छ भने, तपाईँको जीवनमा धेरै पीडाहरू छ भने यो पानी अमला खानुहोस् है। एकदमै तपाईँलाई साथ दिनेछ। यसको धेरै ठुलो गुणहरू छ। तपाईँको घरको परिवारमा ठुलो होस् सानो होस् नानीहरूलाई पनि तपाईँले यो सानो एउटा पानी अमलाको रस दिनुभयो भने, खिलाउनु भयो भने तपाईँलाई एकदम राम्रो छ। पानी अमला गर्मीको टाइममा एकदम राम्रो छ र तपाईँ आउनुहोस् है। अरू धेरै कुराहरू तपाईँहरू प्रति म राख्नेछु र आज तपाईँ हेर्दै जानुहोस् है के कस्तो रहेछ।